नमस्कार, हजुरहरूलाई जेठ 23 गतेको हट स्काई न्यूज च्यानलमा स्वागत छ। हजुरहरू हेर्दै हुनुहुन्छ नेपाल बुलेटिनका 10 फटाफट समाचार। पूर्व प्रधानमन्त्री नेपालको बयान, मन्त्री परिषद आउने प्रस्ताव कानुन सम्मत छ छैन भन्ने विषय मुख्य सचिवले हेर्छन्। पूर्व प्रधानमन्त्री एवं नेकपा यसका अध्यक्ष माधव कुमार नेपालले मन्त्री परिषदमा आउने प्रस्तावहरू कानुन सम्मत छन् छैनन् भन्ने मुख्य सचिवहरू हेर्ने विषयको भएको बयान दिएका छन्। भ्रष्टाचार मुद्दामा प्रधानमन्त्री, पञ्चायतमा तुलसी गिरी, बहुदलमा माधव नेपाल। तत्कालीन प्रधानमन्त्री माधव नेपालले पतञ्जलि प्रकरणमा भ्रष्टाचार अभियोग खेप्दै गर्दा पञ्चायतकालको पुराना भ्रष्टाचार अभियोगको सम्झना हुन गएको छ। तत्कालीन प्रधानमन्त्री तुलसी गिरीले गलैँचा निर्यात काण्डमा व्यापारीलाई छुट दिँदा भ्रष्टाचार गरेको अभियोग खेपेका थिए। डाक्टर भेषबहादुर थापाले लेखेको राष्ट्र परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म पुस्तकका अनुसार तत्कालीन अधिराज कुमार ज्ञानेन्द्र शाहले पानी जहाज काण्डमा मुछिएपछि त्यसको प्रतिशोध स्वरूप गलैँचा काण्ड ध्यान दिएका थिए। केही व्यापारीहरूले गलत तरिकाले गलैँचा निर्यातमा छुट लिन खोज्दा तत्कालीन प्रधानमन्त्री गिरी, अर्थमन्त्री, वाणिज्य मन्त्री सहित 32 कर्मचारी मुछिएका थिए। लगानी बोर्डले स्वीकृत गरियो 1.25 खर्ब रुपियाँ लगानी। लगानी बोर्ड नेपालको 64औं बैठकले 1 खर्ब 17 अर्ब 40 करोड रुपियाँ लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले मुक्तिनाथ केबल कार र माथिल्लो सेती जलविद्युत आयोजनाको प्रस्तावक कम्पनीसँग पीडीए गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ग्वालीको संयोजकत्वमा छुट्टै समिति गठन गर्ने निर्णय गरेको हो। माधव नेपालबारे अख्तियारको निष्कर्ष, कर्मचारीलाई दबाब दिएर पतञ्जलिलाई जग्गा दिलाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि बुधबार भ्रष्टाचार मुद्दा दायर गर्यो। अख्तियारले मन्त्री परिषदको निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोगमा लगाएको हो। भूमि सम्बन्धी ऐनले उद्योग, कृषि लगायतका काम गर्न हडबडी भन्दा छुटेको जग्गा राख्न पाउने सुविधा दिएको छ। केयुकेएलका कर्मचारीको आन्दोलन जारी, आइतबारदेखि कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी। 22 दिनदेखि आन्दोलित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलमा रहेका ट्रेड युनियन कर्मचारीले बिहीबार पनि केयुकेएल कार्यालय सुन्धारामा धरना दिएका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्था राष्ट्र समिति आजको धरनामा सहभागी थिए। नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र, नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लगाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। खुम्बुका 1500 ठाउँमा अग्नि नियन्त्रण प्रणाली जडान। सडक पहुँच नपुगेका कारण दमकलको प्रयोग गर्न नसकिने विकट हिमाली स्थानीय तह खुम्बु पासाङ लामो गाउँपालिकाले अग्नि नियन्त्रणको फायर हाइड्रेन्ट प्रणाली जडान गरेको छ। पालिकाका 5वटा वडाका हरेक टोलमा अग्नि नियन्त्रणका लागि प्रभावकारी प्रविधि जडान गरी स्थानीयलाई तालिम समेत दिएको छ। पालिकामा सञ्चालित सबै खानेपानी योजनामा यो अग्नि नियन्त्रण प्रणाली जडान गरिएको हो। लुक्लादेखि खुन्जुम सम्म नै करिब 1500 को संख्यामा यो प्रणाली जडान गरिएको छ। जारी भएको तेस्रो दिनमै सम्पत्ति शुद्धिकरण निर्देशन संशोधन, घर जग्गा कारोबारमा केवाईसी नचाहिने। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन संशोधन हुने भएको छ। विभागले मंगलबार जारी गरेको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको चासोपछि बिहीबार नै संशोधन हुने भएको हो। विभागले घर जग्गा कारोबारमा बैंक स्टेटमेन्ट र ग्राहक विवरण अनिवार्य गर्दै निर्देशन जारी गरेको थियो। उक्त निर्देशनमा प्रधानमन्त्री कार्यालयको चासोपछि बुधबार र बिहीबारको सचिव स्तरीय छलफलबाट संशोधन हुने पक्का भएको हो। स्वास्थ्य बीमा बोर्डको सर्भर क्रास, डकुमेन्ट हराएपछि अर्बौं भुक्तानी रोकियो।
स्वास्थ्य बीमा बोर्डको सर्भरमा आएको गम्भीर प्राविधिक त्रुटिका कारण देशभर अस्पताल तथा स्वास्थ्य संस्थाले भुक्तानीका लागि अपलोड गरेको हजारौं डकुमेन्ट हराएका छन्। मुख्य सर्भर क्रास भएपछि बीमा बोर्डले 2081 सालको वैशाखदेखि असोज मसान्तसम्म अपलोड गरिएका सबै दाबी सम्बन्धी कागजातहरू पुनः अपलोड गर्न 15 दिन म्याद सहित अनुरोध गरेको हो। बोर्डका सूचना प्रविधि प्रमुख सुरेश सिंह तिङकारीले हस्ताक्षर गरी सबै सेवा प्रदायक संस्था स्वास्थ्य संस्थामा पठाएको पत्रमा 2081 1 देखि 2081 असार मसान्तसम्मका रुजु हुन बाँकी दाबीहरूका कागजात पुनः अपलोड गर्न अनुरोध गरिएको छ। आफ्नै लक्ष्यको राजस्व उठाउन असफल बागलुङका पालिकाले आफैले तोकेको राजस्व सङ्कलनको लक्ष्य भेटाउन सकेका छैनन्। सदरमुकामकै बागलुङ नगरपालिकाले सबैभन्दा कम राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको 20 करोड 7 लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि वैशाखसम्म 5 करोड 20 लाख रुपियाँ मात्र सङ्कलन गरेको हो। विपद जोखिम न्यूनीकरणमा विश्व समुदायबीच समन्वय अपरिहार्य, गृह सचिव ढुवाडी। स्विजरल्यान्डको जेनेभामा जारी विपद जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लाटफर्म सम्मेलनमा नेपाल सरकारका गृह सचिव गोकर्ण मणि ढुवाडीले नेपालको वर्तमान अवस्था र प्रयासबारे जानकारी गराएका छन्। उनले जलवायु परिवर्तन तथा प्रकोप न्यूनीकरणका लागि वित्तीय प्रवाह बढाउने विषयमा विपद जोखिमको पूर्व तयारी र त्यसको कार्यान्वयनका लागि नेपालको स्थितिको बारेमा जानकारी